हाई एभ्रिवान, वेलकम ब्याक माई युट्युब च्यानल। स्वागत छ। हेर्नु न, गर्मीमा म चाहिँ लागेँ है त कोदोको रोटी बनाउन। यो चाहिँ मलाई मेरो मम्मीले पास्टरबाट पठाइदिनु भएको, अस्ति नै पठाउनु भएको थियो। अनि यो बनाउनु चाहिँ मेहनत लाग्छ नि साथीहरू, फेरि त्यस्तै त्यस्तै बनिँदैन नि, जस्तै जस्तै अल्छेनीहरूले बनाउन सक्दैन नि यो अरे नि त, होइन गाह्रै हुन्छ। मसँग छ यो बेलना केहरू छैन मसँग, जे छ मैले त्यहीसँग नै युज गरेँ। मसँग चाहिँ मैले चाहिँ ग्लास र यो कटिङ बोर्डलाई नै चलाउने निर्णय गरेँ। अनि यसलाई चाहिँ मैले यो पिठोलाई चाहिँ कोदोको पिठो चाहिँ अब आटा मैदा जस्तो पानी हालेर यसरी डल्लो हुने हुँदैन है, यसलाई चाहिँ सुरुमा पकाउनु पर्ने हुन्छ नि त। अनि मैले चाहिँ यसरी पुरा अघि नै पकाइसकेर यसलाई मैले यसरी बनाउँदै, त्यहाँ जति यो चाहिँ पातलो बनाउन सक्नुहुन्छ नि, यति नै मिठो हुन्छ साथीहरू, यति धेरै मिठो हुन्छ। अनि मलाई चाहिँ पाहाडबाट घिउहरू पनि पठाइदिनु भएको थियो। अनि मैले चाहिँ त्यहीसँग बनाउने आज चाहिँ निर्णय गरेँ। त्यही भएर दिउँसोभर म है, यति गर्मी छ, दमकको गर्मी, कसलाई के थाहा त नबनाउँ होला, सबैलाई थाहा छ होइन। अनि म चाहिँ लगातार मेरो काममा लागिरहेको छु टिफिनको लागि। अनि यस्तो भयो अन्तिममा मैले यति धेरै रोटी चाहिँ बेलेँ। अनि मैले पकाउँदै पनि छु, मेरो हात पोलेर हो त्यो घिउ उछिटेर मलाई दुखेर फाइनली रेडी भयो। यसरी सब्जीहरू चाहिँ तपाईँले जे बनाएर खाँदा पनि हुन्छ। मैले चाहिँ हतार थियो, अनि मैले चाहिँ त्यो चौचौडा आलुसँग बनाएको थिएँ। अनि म चाहिँ लास्ट गलेको थिएँ क्या त्यतिखेर चाहिँ, हेर्नु न मेरो सब पसिना आइरहेको थियो। त्यसपछि चाहिँ म इन्जोय गर्न थालेँ, रोटीलाई मैले खान थालेँ। एकदम धेरै मिठो भएको थियो साथीहरू, तपाईँहरूले पनि ट्राई गर्न सक्नुहुनेछ। मेहनत चाहिँ लाग्छ तर मिठो हुन्छ अनि हेल्दी पनि हो नि त है। बाई बाई गाइस, नेक्स्ट भिडियो भेटौँ।